उहाँहरूको छोराछोरी 18 वर्षभन्दा मुनि छ, उहाँहरूले चाहिँ कसरी चाहिँ सेयर चाहिँ कारोबार गर्ने, के गर्नुपर्छ भन्ने चाहिँ आइरहेको हुन्छ। सो त्यसको लागि चाहिँ एकदमै भनेको चाहिँ मेन कुरा भनेको चाहिँ छोराछोरीको चाहिँ आफ्नै चाहिँ डिम्याट खाता हुनु पर्यो, छोराछोरीको ब्रोकर एकाउन्ट हुनु पर्यो र एउटा भनेको चाहिँ छोराछोरीको चाहिँ ब्याङ्क एकाउन्ट हुनु पर्यो। त्यसको लागि चाहिँ एउटा मेन भनेको चाहिँ उहाँहरूको चाहिँ जन्म दर्ता भएपछि पुगिहाल्छ। जन्म दर्ता भएपछि ब्याङ्क एकाउन्ट पनि खोल्न सकियो, ब्रोकर एकाउन्ट पनि खोल्न सकियो, डिम्याट पनि खोल्न सकियो र त्यसको लागि चाहिँ हजुरहरूको चाहिँ आमा अथवा बुवा जो भयो नि एकजनाको चाहिँ संरक्षक चाहिँ बनिदिनुपर्छ र संरक्षकले चाहिँ उहाँहरूको तर्फबाट चाहिँ मजासँग चाहिँ सेयर चाहिँ कारोबार गरिदिन सक्नुहुन्छ। तर एउटा कुरा भनेको चाहिँ जब चाहिँ उहाँहरू चाहिँ माइनरबाट चाहिँ मेजर भइसक्नुहुन्छ त्यसपछि चाहिँ भुल्ने भने चाहिँ आमा बुवाहरूले चाहिँ उहाँहरूलाई चाहिँ त्यो खाता चाहिँ हस्तान्तरण गर्न सक्नुहुन्न, बिर्सिनु हुँदो रहेछ र त्यसपछिबाट चाहिँ 18 वर्ष नागिसकेको छोराछोरीको नामबाट चाहिँ सेयर बेचिदिने र बेचिसकेपछि चाहिँ लाभ बर्बाद भयो, अब चाहिँ ट्रान्सफर गर्न मिल्दैन। त्यसपछिबाट चाहिँ फेरि चाहिँ क्यापिटलमा कहाँ खोलेको छ, डिपी कहाँ खोलेको छ त्यहाँ धाउनु पर्ने, त्यसले गर्दाखेरि चाहिँ फाइन पनि पर्न सक्छ। त्यसमा चाहिँ एकदमै ध्यान दिनु पर्यो। अवश्य खोल्न मिल्छ तर चाहिँ 18 वर्ष भइसकेपछि त्यो खाता चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ हस्तान्तरण गरिदिनु पर्यो। संरक्षक भएर माइनरै चाहिँ भयो भने चाहिँ सेयर बेच्नु भएको छ भने चाहिँ त्यति बेला चाहिँ समस्या आइदिन सक्छ। त्यसको लागि चाहिँ एकदमै ध्यान दिनु र अरू त मजासँग चाहिँ 18 वर्षभन्दा मुनि त मजासँग चाहिँ सेयर चाहिँ कारोबार गरिदिन चाहिँ सक्नुहुन्छ। हस्, धन्यवाद।